नमस्कार दर्शकवृन्द, मिथिला नेपाल टेलिभिजनको शिक्षा बहसमा म नारायण आचार्य यहाँलाई हार्दिक स्वागत गर्दछु। दर्शकवृन्द, मुलुकमा कोरोना कहर छ, सन्तास व्याप्त छ। लकडाउन निषेधाज्ञा अलिक खुकुलो बनाइएको भए तापनि व्यक्तिगत सजगता अपनाउनु अहिलेको अनिवार्यता हो। सरकारले अलिकति वातावरणलाई खुकुलो बनाएको भए पनि यो जुन संक्रमणको अवस्था छ त्यो खुकुलो भएको होइन, जोखिम यथावत छ भन्ने कुरा हामी सबैले बुझ्नुपर्ने हुन्छ। अहिले विद्यालय, कलेज, विश्वविद्यालयहरू सबै बन्दको अवस्थामा छन्। कहिले खुल्छन् अन्यलकै अवस्था विद्यमान छ। यो परिप्रेक्ष्यमा भर्खर मात्रै कक्षा 10 को माध्यमिक शिक्षा परीक्षाको परीक्षाफल गत महिना प्रकाशनमा आयो। ती विद्यार्थीहरू कलेज भर्ना हुने क्रम जारी छ। विद्यार्थीले कस्तो कलेज छान्ने, कलेज छान्दा ध्यान दिनुपर्ने कुराहरू के हुन् भन्ने एउटा जीवन पर्यन्त महत्त्वको विषय हामी सामु खडा छ। यो विषयमा हामी आज चर्चा गर्ने जमर्को गर्नेछौँ। त्यसैगरी 10 र 11 कक्षा पढ्दा विद्यार्थीले कति बढी दूरदर्शी भएर पढ्नुपर्छ। 12 कक्षा सक्नु भनेको शिक्षाको वास्तविक जीवनको लागि शिक्षा सुरु हुने बिन्दु हो भन्ने सबैले बुझ्नुपर्ने हुन्छ। त्यसकारणले कक्षा 12 को परीक्षाको तयारीमा रहेका विद्यार्थीहरूले कक्षा 12 को तयारी गर्दा गर्दै कक्षा 12 भन्दा पछाडि हामी के पढ्ने त, हामी मेडिकल पढ्ने कि, हामी इन्जिनियरिङ पढ्ने कि, हामी म्यानेजमेन्ट सेक्टरमा जाने कि, हामीले चार्टर एकाउन्टेन्सी पढ्ने कि, एग्रिकल्चर पढ्ने कि, फरेस्ट्री पढ्ने कि, यी यावत विषयहरू अहिले ज्वलन्त चासोका विषयहरू छन्। यो कुरामा पनि आज हामीले विशेष चर्चा गर्नेछौँ। त्यसैगरी विदेश जाने विद्यार्थीहरूको पनि एउटा ठुलो समूह
प्रवेश परीक्षा सुरु किन भयोबाट सुरु गर्नुपर्छ सर? प्रवेश परीक्षाको सुरुवात भनेको जब यो कुनै एकाडेमिक कोर्सको ग्रेडिङ सिस्टम, स्कोरिङ सिस्टम भनौँ या मार्किङ सिस्टम भनौँ या रिजल्ट विश्वसनीय भएन, या एउटा युनिभर्सिटी, एउटा कलेज, एउटा स्कुलकोबाट अर्को स्कुलको पाठ्य प्रोग्राम फरक छ, पढाइको स्तर फरक छ, रिजल्ट फरक छ, करिकुलम फरक छ, ग्रेडिङ सिस्टम फरक छ, तर त्यही सबै विद्यार्थीहरू यदि एकुमुलेट भएर कुनै एउटा नयाँ विश्वविद्यालयमा नयाँ कोर्सको लागि एडमिसनमा आउँछन् भने तपाईँले ती विद्यार्थीलाई कसरी छान्न सक्नुहुन्छ? छान्ने आधार के त? हाउ टु सेलेक्ट देम? को चाहिँ योग्य विद्यार्थी हो मेरो युनिभर्सिटीमा पढ्ने भनेर एडमिसन काउन्सिलरलाई या युनिभर्सिटीलाई त धर्मसङ्कट पर्छ नि। 97% ल्याएको छ सिबिएसई बोर्डमा, 81% ल्याएको छ सिबिएसई हाम्रो नेपालको एनबी बोर्डमा। अब यो दुईटा विद्यार्थीको पर्सेन्टेज मात्रै हेर्ने हो भने वास्तविक मूल्याङ्कन हुन्छ कि हुँदैन, अथवा जजमेन्ट हुन्छ कि हुँदैन, अथवा 12 कक्षा उत्तीर्ण गर्दाखेरिमा मानौँ कि हजारौँ विद्यार्थीको चाहिँ नि A+ आएको छ, A+ आएको छ फर इक्जाम्पल, उसले चाहिँ नि सेलेक्सन गर्दैछ जम्मा 50 स्टुडेन्ट्स हो भने के आधारमा गर्ने? के आधारमा गर्ने होइन? त्यसैले प्रवेश परीक्षाका निर्दिष्ट उद्देश्यहरू के छन् भन्दाखेरि एउटा त योग्य विद्यार्थी छान्ने, चाहिएको र योग्य विद्यार्थी छान्ने, युनिभर्सिटीको आफ्नो इन्ट्रेस्टको विद्यार्थी पनि हुनुपर्छ र योग्य विद्यार्थी छान्ने एउटा काम यो प्रवेश परीक्षाको। दोस्रो काम सीमित सङ्ख्या, जस्तो उच्च शिक्षाका कतिपय यस्ता प्राविधिक कोर्सहरू पनि छन् जहाँ सीमित सङ्ख्याका सिटहरू हुन्छन्, तर सरलाई थाहा छ कि हजारौँ गुणा बढी एप्लिकेन्ट्सहरू हुन्छन्। अवश्य। अब वाट आर द प्यारामिटर्स टु सिलेक्ट देम? के को आधारमा छान्ने त? होइन। सो प्रवेश परीक्षाका निर्दिष्ट उद्देश्य भनेको के भन्दा एउटा योग्य विद्यार्थी छान्ने, अर्को सीमित सङ्ख्यामा भएका सिटमा असीमित किसिमका विद्यार्थी एप्लिकेन्ट्सहरूलाई फिल्टर गर्ने, त्यो एउटा भयो। अर्को चाहिँ यो एसेसमेन्टको अथवा यसरी बुझौँ जजमेन्टको जुन आम मापदण्ड छ त्यसमा विश्वसनीयता नभएको नाताले एउटा कमन प्लेटफर्म अफ जजमेन्ट पनि भन्छु म इन्ट्रान्स एक्जामलाई हो। किनभने विभिन्न ब्याकग्राउन्डबाट आएका विद्यार्थीहरू या कलेज युनिभर्सिटीबाट आएका विद्यार्थीहरूको मार्किङ सिस्टम, ग्रेडिङ सिस्टम त्यस्तो
इसी भनेर फरक नसम्झिनु होला। तपाईँले पढ्दाखेरि हरेक च्याप्टरको इन्ट्रान्समा सोधिने क्वेसन्सलाई सम्झेर पढ्नुहोस्। त्यसको लागि तपाईँले थोरै बढी मिहिनेत गर्नुपर्छ होइन। एनइबीको एक्जामलाई बोर्ड एक्जाम मात्रै दिनलाई तपाईँले एउटा लेभलसम्म पढ्न पुग्छ भने तपाईँले त्यहाँ ओरिएन्टेसन गरेर पढ्नु छ भन्ने दिमागमा बसिसकेपछि तपाईँले अलिक माथिसम्म मिहिनेत गर्नुपर्छ। जुन एक्स्ट्रा पार्ट छ त्यो एक्स्ट्रा पार्ट भनेको तपाईँको पुँजी त्यही हुन्छ भोलि। +2 पछाडिको तपाईँको ढोका खोल्ने, तपाईँ उत्कृष्ट हुने, छनौट हुने आधार त्यही एक्स्ट्रा इफोर्ट हो। त्यसैले कमन इफोर्टले मात्रै नाम छिँदैन। यो कमन इफोर्ट सबैले गर्ला, तर जसले त्यो एक्स्ट्रा इफोर्ट, एक्स्ट्रा टाइम, एक्स्ट्रा डेडिकेसन टाइमदेखि सुरु गरेर गर्छ त्यही एक्स्ट्राले तपाईँलाई एक्स्ट्रा बनाउने हो पछि। त्यो प्रतिस्पर्धात्मक एक्जाम हो। किनभने मान्छेले एक्स्ट्रा नगरिकन प्रतिस्पर्धात्मक सर प्रवेश परीक्षाको नेचर नै प्रतिस्पर्धात्मक हुन्छ। यो मेरिट बेस्ड नै हुने हो। किनभने यसको छनौट, यसको उद्देश्य नै पहिला छान्नेबाट सुरु भएको छ सर। यो त्यो छान्दैमा पर्नलाई त तपाईँ मेरिटमा आउनु पर्यो, स्कोर गर्नु पर्यो। 1 मार्क्स म्याटर सर। एउटा क्वेसन डिटरमाइन्स योर लक। अथवा हाम्रा विद्यार्थी भाइ बहिनीहरूले के कुरा बुझ्नु पर्यो भने तिम्रो क्लासमा 40 जनाले पढेका छन् भने कलेजमा 40 जनाले A+ ल्याउन मिल्छ, तर 40 जनाले मेडिकल इन्ट्रान्स एक्जाम पास गर्न मिल्दैन, इन्जिनियरिङ इन्ट्रान्स एक्जाम पास गर्न मिल्दैन भन्ने कुरा बुझ्नु पर्यो। सत्य हो सर हैन। प्रतिस्पर्धी एक्जामिनेसनको विशेषता के हुन्छ भने जसले अलिकति एक्स्ट्रा एफोर्ट लाउँछ, जसले एउटा क्वेसन एक्स्ट्रा मिलाउँछ, लक अथवा भनौँ या त्यसको एक्स्ट्रा एफोर्टको रिजल्ट उसैमा आउँछ, सफलता त्यसमा आउँछ। त्यसैले सबभन्दा पहिला पूर्व तयारी, पूर्व योजना बनाउने, पूर्व तयारी सुरु गर्ने। 2 वर्ष अगाडि म भन्छु कमसेकम 2 वर्ष अगाडिबाट प्लानिङ गरेर सुरु गर्ने काम गर्नु। इन्ट्रान्स एक्जाम यो 2 वर्ष पछाडि छ, म अतुराई अहिलेदेखि सुरु गरेँ। त्यहाँबाट सुरु गर्नुहोस्, प्यारलल पढ्नुहोस्, पढ्दाखेरि कन्सेप्ट बनाएर पढ्नुहोस्, डायग्राम, चार्ट, फ्लो चार्ट्सहरू प्रशस्त बनाउनुहोस् ताकि तपाईँको भिजुलाइजेसन गर्न सजिलो होस्। घोक्ने काम धेरै फोकस नगर्नुहोस्। कन्सेप्चुअली फ्लो भयो भने के हुन्छ भने तपाईँलाई क्वेसनको ट्विस्ट जता गरे पनि तपाईँले क्वेसन तपाईँको पछि लाग्यो भने क्या सर, तपाईँ क्वेसनको पछि लाग्यो भने हराउनुहुन्छ। सो जस्तो क्वेसन मेकरको माइन्ड सेटले के भन्छ भने एभरेज विद्यार्थी र एक्सलेन्ट विद्यार्थीलाई डिफ्रेन्सिएट गर्नलाई उनीहरूले केही की क्वेसनहरू हालेका हुन्छन् त्यहाँ। जसले ती की क्वेसनहरू मिलाउँछ नि सर, नाम उसैको निस्किने हो मेरिटमा। अब अलिकति यससँग रिलेटेड भएको भएर थोरै प्रकाशनका कुरा गरौँ। हामीसँग समय पनि अलिकति कम छ। जस्तो सर चाहिँ प्रकाशन क्षेत्रमा आउनुभयो, अनि प्रकाशन गर्दाखेरिमा पनि सरले प्राय मेडिकल, इन्जिनियरिङ, एग्रिकल्चर, फरेस्ट्री नेपालका मेन इन्ट्रान्स एक्जामलाई फोकस गरेर पुस्तकहरू प्रकाशन गर्नुभएको छ। अब यो गुणस्तरीय इन्ट्रान्स एक्जाम प्रिपरेसनका बुकहरू अब कसरी निकालिएको छ अथवा यो समीक्षा पब्लिकेसन सरले कसरी सुरु गर्नुभयो, यो पब्लिकेसनको मेन उद्देश्य के हो, अलिकति इन्ट्रान्ससँग रिलेट